भुन्टीलाई सिध्याउन खोज्दा भूपेन्द्रका सारा परिवारै पुगे जेल। अब आदि भएका बाँकी भएका पनि कोही बेहोस भएर ढले झैँ भएका छन् भने कोही आफ्नो भाइले गलत गरेका कुरामा निकै ठुलो गल्ती गर्यो, यसले केही सजाय त पाउनुपर्छ भन्ने सोचमा छन्। तर भुन्टीलाई मार्नेसम्म प्लान बनाउने ती भूपेन्द्रलाई भने त्यति सजिलै छोड्न मिल्दैन र उता जेरीलाई पनि यिनीहरूलाई निकै लामो समयसम्म जेलमा राखेर यिनीहरूको जबसम्म होस खुल्दैन र जबसम्म हामी अपराध गर्नलाई डराउँछौँ र अपराध गर्न सक्दैनौँ, अब अपराध गर्यो भने कानुनले सजाय दिन्छ भन्ने खालको सोच विचार आउँछ, तब मात्र जेलबाट निस्किएको राम्रो। यता अदालतले पनि भुन्टीको केसलाई केही समय पछाडि सारेको छ। भएको अहिले भइरहेको सारा कानुन र ऊ हेर्दाखेरि भूपेन्द्रको गल्ती भएकै कारण आज भूपेन्द्र जेल भएको हुँदा अहिले र अदालतले केही समयका लागि पछाडि सारेको हो। भुन्टीको केस अझै पनि कति दिन लम्बिने हो थाहा छैन। भुन्टीले न्याय भने पक्कै पाउने छिन्, तर भुन्टीलाई निकै गाह्रो भने भइरहेको छ। अहिले भुन्टी बाहिर निस्किनु र कसैले देख्नु भनेकै सुकुमाया फस्नु हो। त्यही भएर सुकुमायाले म्याडमको घरबाट बाहिर ननिस्किन भुन्टीलाई आदेश दिएकी छिन् र आफ्नै मितिनीको आदेश मानेर सुकुमायाकै आदेश मानेर भुन्टी भने म्याडमको घरबाट बाहिर निस्किएकी छैनन्। म्याडमले स्कुल पढाउनको लागि निकै कोसिस गरिरहेकी छिन् भुन्टीलाई, तर निकै कोसिस गरे पनि बाहिर निस्केर पढ्न नमिल्ने भएपछि घरमै टिचर बोलाएर घरमै पढाउने ठुलो सपना बोकेकी म्याडमले भुन्टीलाई घरमै मास्टर बोलाइन्। तर घरमा बोलाएको मास्टर आफैले अर्थात् भुन्टीलाई अत्यन्तै धेरै मन पराउने मास्टर भएको र त्यही मान्छे त्यो घरभित्र आउँदा टोकले पनि निकै खुसी र भुन्टी हेरेको भएकी थिइन्। र उता सुकुमाया भने यथार्थ कुरा खोज्दैछिन् र उसका परिवारहरूलाई सम्झाउँदैछिन्, तिमीहरूको परिवारले र तिमीले आजभन्दा अगाडि नै तिम्रो छोरालाई सत्यको बाटो हिँड्न र अपराध नगर्नका लागि भनिदिएको भए आज यो दिन देख्नुपर्ने थिएन। तर तिमीहरूको लापरवाहीकै कारण र तिमीले दिएको शिक्षा गलत भएकै कारण आज तपाईँको छोरो अर्थात् तिम्रो छोरो जेल पुगेको हो। र यसमा कसैले ठुलो कुरा नगरे हुन्छ। जबसम्म मेरो हक र अधिकार पाउँदिन तबसम्म म तिमीहरूलाई त्यति सजिलै छोड्दिनँ र तिमीहरूले जस्तो सुकै जाल बुने पनि त्यसको पर्दाफास पनि जेलमै पुर्याएर गर्नेछु। किनकि गल्ती मेरो छैन, म सदाबहार तिमीहरूकै सोचाइमा र तिमीहरूकै भोगाइमा अघि पछि सरिरहेको मान्छे हो र तिमीहरूकै सपोर्टमा बसिरहेको मान्छे हो। तर अब तिमीहरूको अन्त्य भने मैबाट हुनेछ। तिमीहरूले मलाई फसाउनलाई निकै ठुलो षड्यन्त्र रच्यौ, तर तिमीहरूको षड्यन्त्रले काहीँ काम गरेन भने अब पनि षड्यन्त्र रच्ने काम नगर्नु, किनकि तिमीहरूको अन्त्य सिधा मेरै हातमा लेखिएको छ भन्दै भनिरहेकी हुन्छन्। त्यो सारा कुरा भनिसकेकी भुन्टीको कुरा सुनेपछि सारा परिवार डरले थुरथुर कामिरहेका छन्। वास्तविकता के हो र के भइरहेको छ भन्ने कुराको अन्त्य अहिलेसम्म पत्ता लगाउन सकेकै छैन।